लोन लिनु सही कि गलत? नमस्कार, म फन्दाई। लोन लिनु गलत होइन, तर लोन के का लागि लिइन्छ त्यसले तपाईको जीवन बनाउँछ या बिगार्छ त्यसले डिसाइड गर्छ। सजिलो उदाहरण हेर्नुहोस्। रामले नयाँ मोबाइल र महँगो कार किन्न लोन लियो। महिनाको सेलेरी आएपछि इन्स्टलमेन्ट तिर्न पर्यो, जसले गर्दा फ्यामिली सपोर्ट र बचत कम भयो। सीताले एक्स्ट्रा स्किल सिक्न लोन लिए, त्यसले उनलाई एक्स्ट्रा आम्दानी बढाउन हेल्प गर्यो, जसले गर्दा फ्यामिली सपोर्ट र बचत पनि बढ्यो। यो नै फरक हो लोनको पर्पोज। लोन लिनु अघि यी कुराहरू सोच्नुहोस्। के यो लोनले भविष्यमा एक्स्ट्रा इन्कम जेनेरेट गर्छ? के यो खर्च अत्यावश्यक छ वा चाहना मात्र हो? मन्थली इन्स्टलमेन्ट अहिलेको आम्दानीसँग म्यानेज हुन सक्छ कि सक्दैन? थप यस्ता फाइनान्सियल ह्याबिटका लागि फोन मनी फलो गर्न नबिर्सिनुहोला।